इम्पोसिबल 1 पार्ट 1 माउन्ट एभरेस्ट अफ ह्याक। यो क्रेमलिन जुन रसियाको जुन हेडक्वार्टरको जुन भर्खर अहिले यो जुन देखाएको छ नि, यो आर्टिफिसियल इन्टेलिजेन्स हो, एउटा एन्टिटी हो जुन चाहिँ यो मुभी हेर्न र म एकदमै आतुर छु। आई एम भेरी एगरली टु वाच दिस मुभी युट्युब च्यानल। र आजको यो भिडियोमा चाहिँ म फेरि मुभी रियाक्सन गर्छु र सो दिस इज माई थर्ड टाइम। सो आज मेरो थर्ड टाइम हो जुन चाहिँ मैले मुभी रियाक्सन गर्दैछु। सो मैले अलरेडी 2टा मुभी रियाक्सन गरिसकेको छु नेपाली मुभी, बट यो आजको थर्ड रियाक्सन भिडियोमा चाहिँ के हुन्छ भने आज म इङ्ग्लिस मुभी रियाक्ट गर्दैछु। इङ्ग्लिस मुभी रियाक्सन यो जुन भिडियो हुँदैछ जुनमा चाहिँ मिसन इम्पोसिबल द डेड रेकनिङ पार्ट 2 अथवा द फाइनल रेकनिङ, जुन चाहिँ एकदमै वान अफ भनौँ न हाइली एन्टिसिपेटेड मुभी छ। जुन चाहिँ मैले अभियसली म टम क्रुजको फ्यान भएर पनि होला। सो फर मी इट्स एन हाई एन्टिसिपेटेड मुभी फर मी। सो यो मुभी चाहिँ अब जस्ट चाँडै नै अब रिलिज हुँदैछ मे उसमा, र नम्बर 2 मा ट्रेन्डिङमा चलिरहेको रहेछ। सो त्यही भएर सो आई थिङ्क यो मुभीले एकदमै राम्रो गर्छ होला। सो आई होप सो। सो यो मुभी एकदमै बवाल हुनेवाला छ होला सायद, आई नो सो। मतलब यो मुभी चाहिँ अलिकति यो मुभीले चाहिँ यही कारणले गर्दाखेरि चाहिँ मलाई एकदम एक्साइटेड फिल भइरहेछ। एकदमै म एड्रेनालाइन रस भइरहेछ क्या, डोपामाइन भइरहेछ भन्छ नि, के भन्छ यु गेट द पोइन्ट, रिलिज भइरहेछ डोपामाइन। सो मतलब यो मुभी चाहिँ अलिकति कस्तो हुन्छ भने एडभेन्चरस स्टफ होइन, जुनलाई चाहिँ अलिकति एड्रेनालाइन रस मन पराउनेहरूलाई चाहिँ अलिक त्यस्तो खालको हुन्छ नि, जो मान्छे अलिकति त्यस्तो खालको इनर्जी मतलब यो मुभी एकदमै राम्रो हुनेवाला, एकदमै खतरा हुनेवाला छ होइन। एकदम डेडली डिफाइङ स्टन्टहरू हुन्छ यो मुभीमा। अनि अभियसली स्टन्टहरू पनि रियलिस्टिक हुन्छ टम क्रुजको, अभियसली वी अल नो द्याट होइन, सबैजनालाई थाहा छ। सो सो ढिला नगरिकन स्क्रिनतर्फ लागौँ है त। सो यो सुरुमा CIA यो यताउति भनिरहेको थियो नि। सो यो चाहिँ मिसन इम्पोसिबल 1 पार्ट 1 सबसे फर्स्ट मिसन इम्पोसिबल मुभीको चाहिँ त्यो सिन हो, जुन चाहिँ एकदम वान अफ दि आइकनिक हाइस्ट सिन हो भनेर नि मानिन्छ हिस्ट्रीमा। सो एकदमै बवाल छ क्या, त्यो इन्टेन्स सिन छ। त्यो सिन चाहिँ मैले पनि हेरेको छु नि त। सो एकदमै बवाल लाग्छ क्या। यसरी भन्छ कि दिस इज गन बी द माउन्ट एभरेस्ट अफ ह्याक के अरे ह्याक्स अफ माउन्ट एभरेस्ट अफ ह्याक्स भनेर भन्छ कि, त्यो डाइरेक्ट चाहिँ मलाई बवाल लाग्छ कि टम क्रुजको। सो त्यो मलाई त्यो डाइलग अहिलेसम्म याद छ क्या। मतलब ह्याक गर्ने गएको हुन्छ, त्यो डेटाहरू त्यो चोर्न गएको हुन्छ, अनि फ्लपी डिस्क हुन्छ क्या। सो त्यो बेला 1996 को मुभी हो। सो मतलब कति वर्ष अगाडि, लगभग 27-28 वर्ष अगाडि भनौँ न, जुन चाहिँ 1996 भनेपछि म 1997 मा जन्मेको, म जन्मिनुभन्दा 1 वर्ष अगाडिको मुभी। सो त्यो बेला चाहिँ ठ्याक्क मिसन इम्पोसिबल आएको रहेछ क्या। मिसन इम्पोसिबल फर्स्ट मिसन इम्पोसिबल आएको रहेछ, जुन चाहिँ अभियसली मैले भनिहालेँ एकदम खतरा छ त्यो मुभी पनि आउने। अभियसली यो फाइनल पार्ट भनेको चाहिँ फाइनल रेकर्डिङ चाहिँ यो फाइनल पार्ट जस्तो लाग्छ मलाई, मेरो विचारमा चाहिँ। आई डोन्ट नो यसपछि नि बन्छ होला, बट फाइनल रेकर्डिङ भनेर अब यसको पार्ट 2 डेड रेकर्डिङको पार्ट 2 लाई फाइनल रेकर्डिङ गरेर गराएको कि न पछि फेरि अर्को पार्ट आउँदै गर्छ कि, अब आई डोन्ट नो होइन। बट भन्न खोजेको त्यो सिन बवाल लाग्छ क्या। फ्लपी डिस्क त्यो चोर्छ नि त। सो फ्लपी डिस्क अब त्यो बेलाको फ्लपी डिस्क एकदम प्रख्यात थियो नि त त्यो कुराहरू। फ्लपी डिस्क मैले पनि बच्चा बेला देखेको थिएँ नि त। म सायद 3-4 क्लासमा हुँदाखेरि देखेको थिएँ मैले स्कुलमा। यत्रो हुन्थ्यो, म्याग्नेटिक डिस्क जस्तो हुन्थ्यो। बट बवाल छ क्या त्यो सिन, मलाई बवाल लागेको थियो। एकदमै इन्टेन्स हुन्छ, एकदमै क्रिटिकल सिचुएसनमा पनि कसरी त्यो गरेर। अभियसली मुभी हो, मुभीमा अभियसली त्यो रिहर्स गरेर त्यो सुटिङ सब कुराहरू त्यो हो, बट भए पनि त्यो मुभी त्यो जुन सिन चाहिँ बवाल छ क्या, त्यो एकदमै क्याप्टिभेटिङ भन्छ, आई क्याची छ क्या। सो त्यो सिन एकदम बवाल छ भनेर त्यसको एडमाइरेसन गरेको। In fairness, the bomb was actually meant to kill him. सो यो क्रेमलिन जुन रसियाको जुन हेडक्वार्टरको यो जुन प्यालेस या त्यो भनौँ न ठुलै एउटा मोनुमेन्टल प्लेस हो, जहाँ चाहिँ त्यो मिसन इम्पोसिबल गोस्ट प्रोटोकल अथवा मिसन इम्पोसिबल पार्ट 4 3 1 2 3 पार्ट 4 को चाहिँ
मुभीमा हैन मुभी पनि फेरि कति पार्ट यो त 7 कि 8 होला सायद सो पार्ट 4 या अथवा गोस्ट प्रोटोकल तपाईले सर्च गरेर नि हेर्न सक्नुहुन्छ त्यसमा चाहिँ रसियाको त्यो क्रेमलिन त्यो उसमा विस्फोट गरिदिन्छ के मतलब के भन्छ त्यो एक्सप्लोजन उ गरेर चाहिँ हैन त्यो त्यहाँबाट भाग्न खोजे यो त्यसैको सिन हो भन्न खोजेको दामी छ त्यो सिन पनि एकदम इन्टेन्स छ त्यसमा झन् पुरा रसियन ल्याङ्ग्वेज बोल्छ के अनि मलाई बवाल लाग्छ त्यसकोमा अनि क्या कुद्छ पुरा अनि ठ्याक्क त्यो रसियन ल्याङ्ग्वेज ट्याक मैले त्यो पहिला मेरो इन्स्टाग्राम स्टोरी कि केमा पोस्टमा पनि राखेको छु यो सिन सो यो जुन भर्खर त्यो के अरे मास्क अफ गरेको अनि जुन त्यो सबैलाई त्यो पोइजन त्यो एयर पोइजन उ गरेछ नि सो यो सिन चाहिँ खासमा योभन्दा अघिल्लो पार्टको मिसन इम्पोसिबल मुभीको हो हैन डेड रेकनिङ पार्ट 1 को त्यसमा बवाल छ त्यो पनि हैन त्यो सिनको बारेमा म खासै म त्यति भन्दिनँ त्यो हेरेर मात्र यो हेर्नु न त बुझ्नु हुँदैन This explains the handcuffs. It's still not clear why he's here. If we want to bring the world back from the brink, we have to deal with him. Should he choose to accept? I don't know. मतलब 63, 61, 62, 63 भइसक्यो 62 कि 63 भइसक्यो अझै पनि यस्तो लुक्स छ क्या म्यान वाट एन मतलब अभियसली होला बोटक्सदेखि लिएर प्लास्टिक सर्जरी अब धेरै कुराहरू होला मेन्टेन गर्नको लागि तर जुन त्यो फेसियल स्ट्रक्चर पनि 60 to 63 मा यतिको हुनु भने त आउटस्ट्यान्डिङ के अभियसली यसमा धेरै ब्यालेन्स डाइटको पनि जरुरी हुन्छ एक्सर्साइजको जरुरी हुन्छ अभियसली भिटामिन्स अब मैले भने जस्तै अब त्यो फेसियल उसको लागि अब कति मेडिकल ट्रिटमेन्टहरू होला बट भए पनि म्यान यु जस्ट लुक एट हिम म्यान साइन्टोलोजीको कारणले गर्दा पनि हो भनेर चाहिँ अब यो पनि एउटा एकदमै डिस्प्युटेबल टपिक हुन्छ यो एकदमै अलि भनौँ न यो नि अलिकति डिस्प्युटेबल टपिक हुन्छ त्यही भएर यसको बारेमा कुरा नगरौँ मलाई साइन्टोलोजीको बारेमा सो इट्स अ रिलिजन वे यु नो टम क्रुज फलो मतलब टम क्रुजको रिलिजन भनौँ न साइन्टोलोजी आई लाइक साइन्टोलोजी यु नो मेबी वान डे आई विल बी किनभने म त्यति खासै रिलिजियस पर्सन होइन बट साइन्टोलोजीमा चाहिँ आफ्नो एउटा पर्सनालिटी हुन्छ नि यदि आफूमा डिसअर्डर पर्सनालिटी छ भने आफूले त्यो कुरालाई डायग्नोस गर्न सकिन्छ अरे साइन्टोलोजीले चाहिँ हामीलाई हाम्रो पर्सनालिटी डेभलप गर्न इम्प्रुभ गर्नको लागि चाहिँ हेल्प गर्छ अरे क्या सो या आई डोन्ट नो मेबी त्यो कारणले गर्दा पनि टम क्रुज यतिको पर्फर्मेन्स यो पिनिकल लेभल अफ यु नो पर्फर्मेन्स दिन सकेको नै हुनसक्छ मेबी सो अभियसली वी डोन्ट नो बट यो कुराको अहिले टपिकको बारेमा कुरा नगरौँ होला सो Smart people on every side are close to panicking. What exactly is your plan? सो यो जुन भर्खर अहिले यो जुन देखाएको छ नि यो आर्टिफिसियल इन्टेलिजेन्स हो एउटा इन्टिटी हो जुन चाहिँ एआई हो भनौँ न यो इन्टिटी एआई हो मतलब एआई आधारितको कुरा छ कि अब यो मुभीहरू यस्तो मुभीहरू हेर्नु किन हामीलाई बेनिफिसियल छ भन्दाखेरि चाहिँ रियल वर्ल्ड जुन बेसिसमा चाहिँ हुन्छ नि अब अहिलेको रियल वर्ल्डमा कस्तो के भइरहेछ अहिले करेन्ट टाइमिङमा के भइरहेछ ट्रेन्डिङ के भइरहेछ इभल्भिङ के भइरहेछ के कुरामा चाहिँ अब टेक्नोलोजी सेक्टरको कुराहरूमा पनि यसमा डिटेलिङ हुन्छ एकदमै अब डिटेल ओरिएन्टेड हुन्छ कि यो मुभी फेरि हलिउड मुभी उसै त डिटेलिङ हुन्छ बट अझ मिसन इम्पोसिबलमा झन् धेरै डिटेलिङ छ क्या एकदमै बिकज यु नो टम क्रुज ट्राई टु मेक हिज मुभी पर्फेक्ट यु नो ट्राई टु मेक हिज मुभी यु नो एकदमै हुन्छ नि मास्टरपिस बनाउनु खोजिरहेको हुन्छ क्या सो द्याट्स वाइ आई लभ यु नो मिसन इम्पोसिबल मुभी सिरिज अफ अल सिरिज अफ मुभी मतलब मिसन इम्पोसिबल सिरिज मुभी नै मलाई बवाल लाग्छ सबै हेरिसकेको छु डेड रेकनिङ पार्ट 1 सम्म हेरिसकेको छु अब यो पार्ट 2 हेर्न बाँकी छ यो आई विल डेफिनेटली गो टु दि थिएटर एन्ड आई विल वाच
अभियसली देयर इज नो डाउट। मैले जुन यो अहिले भर्खर भने चाहिँ एआईको बारेमा हो, यो डेड रेकनिङ पार्ट 1 मा यसैको बारेमा छ क्या। एन्टिटी जुन एआई छ त्यसले चाहिँ वर्ल्डलाई संसारलाई कसरी कन्ट्रोल गरेर आफ्नो कब्जा ल्याउने भनेर अभियसली यो रियल वर्ल्ड जसरी अहिले रियल वर्ल्डमा भएको इन्सिडेन्टलाई नै इन्सपायर भएर इन्फ्लुएन्स भएर चाहिँ यो मुभी बनिएको छ क्या। सो द्याट्स वाइ दिस मुभी इज भेरी नेसेसरी टु वाच भनौँ न यस्तो खालको मुभीहरू। सो त्यही भएर हेर्न जरुरी छ क्या। मेबी वी वी गेट टु लर्न सो मेनी थिङ्स अबाउट अथवा वी मतलब अभियसली अब यो कुराहरू हामीले बुझ्न सकिन्छ भनौँ न रिलेटेड। अभियसली म फेरि टेक्निकल फिल्डको आइटी फिल्डको मान्छे भएर पनि होला होइन, यस्तो टेक्निकल कुराहरू यो जति पनि टेक्नोलोजी कुराहरूलाई चाहिँ मलाई एकदमै आई फिल भेरी फ्यासिनेटेड होइन। यो कुरामा धेरै मेरो प्यासन र क्युरियोसिटी हुन्छ यस्तो कुराहरू बुझ्नको लागि, टु सर्च फर, टु लुक फर अथवा टु पर्स्युट फर सो या। सो जुन यो नाइफ झरेको यही त्यो अघिनको त हाइस्ट मैले अघि कुरा गरेको थिएँ नि, जुन चाहिँ के अरे त्यो जुन हाइस्ट सिन वान अफ द हिस्ट्री मतलब हिस्टोरिक सिन भनेर मैले भनेको थिएँ नि। सो सिनेमा हिस्ट्रीको वान अफ द मतलब हाइस्ट सिनको चाहिँ वान अफ द मतलब पपुलर भनौँ या वान अफ द आइकनिक सिन भनौँ न। बवाल छ यो त्यो नाइफ यसमा पनि देखाइरहेको छ, त्यही भएर मैले यसको कुरा गरेको। त्यो नाइफ झर्छ क्या लास्टमा, त्यो जुन फ्लपी डिस्क ऊ गरेर निकालेर ट्याक्क माथि चढेर ऊ गर्ने बेला चाहिँ टक्क लगाएर त्यो एउटा मुभी त्यो जुन भिलेन हुन्छ त्यो मुभीमा भिलेन पोर्ट्रे गरेको छ जुन चाहिँ उसले चाहिँ त्यो नाइफ यस्तो के त्यो रस्सी खै के गर्न आँटे हुन्छ कि खै के गर्न आँटे झ्याप्प झर्छ क्या, त्यो काट्न आँटे हुन्छ कि खै के गर्न आँटे हुन्छ स्वाट तल झर्छ ठ्याक्क त्यो टेबलमा त्यो कम्प्युटरको टेबलमा ठ्याक्क अड्किन्छ क्या। त्यो द्याट्स अ भेरी इन्टेन्स सिन। जुन अहिले यो सिनहरू छ जस्तै गोस्ट प्रोटोकल, मिसन इम्पोसिबल 4 को जुन ब्रुज खलिफाबाट झरेको त्यो ब्रुज खलिफा चढेको त्यो सिन पनि बवाल इन्टेन्स सिन छ। त्यसपछि मिसन इम्पोसिबल 3 को पनि देखाएको क्यारे जस्तो लाग्यो क्यारे, अनि फल आउटको पनि देखायो जस्तो क्यारे। मिसन इम्पोसिबल फल आउट भने चाहिँ सायद 3, 4, 5, 6 हो क्यारे, मतलब 3, 4, 5, 6 सबैको सिनहरू चाहिँ यसमा 4, 5, 6 सबै सिनहरू चाहिँ समेटेको छ जस्तो छ क्या यसमा। यो मलाई भन्दाखेरि चाहिँ टप गनको याद आयो क्या। के अरे के भन्छ टम क्रुजको वान अफ द मतलब ब्लकबस्टर मुभी, वान अफ हिज ब्लकबस्टर मुभी टप गनको मुभी पनि एयरक्राफ्ट एयरप्लेनको बारेमा छ क्या, जुन चाहिँ टप गन र टप गन पार्ट 2। टप गन पार्ट 2 भने चाहिँ अस्ति भर्खर 2022 को भनौँ न, भर्खर के भने 3 वर्ष भयो क्यारे होइन कि कति वर्ष भयो 3 वर्ष भयो क्यारे। सो अब भर्खरकै भनौँ न टप गन जुन 1986 को मुभी छ त्यो चाहिँ पार्ट 1 हो। टप गन 2 चाहिँ अस्ति 2022 मा आएको, लगभग 30 वर्ष कि त्योभन्दा अझै बढी वर्ष पछाडि त्यो टप गन 2 आएको। सो वार्डेन मतलब क्या टाइमिङ एउटा रेन्ज कति ऊ छ क्या, कति धेरै उसमा पनि बनाएको छ, पुलअप गरेको छ क्या। सो द्याट्स वाइ आई लभ मतलब डेडिकेसन यस्तो हुनुपर्छ क्या मान्छेहरूको। सो टप गन 1 पनि हेर्नु होला। सो त्यो मुभी पनि एकदम बवाल छ, 1986 को मुभी जुन चाहिँ अब त्यो धेरै वर्ष अगाडि कति लगभग 35 कति भयो 35 वर्ष भयो कति भयो होइन 30 वर्षभन्दा धेरै भयो होला खै कति वर्ष भयो। बट त्यो मुभी एकदमै त्यो बेला यङ छ टम क्रुज, यङ एन्ड इनर्जेटिक। अनि अभियसली मैले भनेँ त्यो एयरलाइनको सब उनीहरू एउटा नेभी पाइलट हुन्छ, टप क्लास एलिट लेभलको नेभी पाइलटहरू हुन्छन्। सो आई थिङ्क द्याट्स अ अमेजिङ मुभी। मैले त हेरेको छु त्यही भएर मलाई त्यसको बारेमा थाहा छ होइन। अभियसली तपाईँहरू पनि हेर्नु, त्यो मुभी पनि बवाल छ। अझ टप गन पार्ट 2 अझै राम्रो छ, त्यसमा चाहिँ अलिकति इमोसनल हो छ अझ टप गन 1 मा भन्दा पनि टप गन 2 मा चाहिँ। अब किन भन्दाखेरि अभियसली अब त्यो कुरा अब त्यो नगरौँ।
sum of our choices. This is your calling, your destiny. I have no regrets. Neither should you. I love this kind of intense scene. मतलब रियल के भन्छ स्टन्ट गरे हुन्छ सो त्यही भएर चाहिँ मलाई बबल लाग्छ कि यो मुभीहरू एकदमै रियलिस्टिक किनभने टम क्रुज डजन्ट युज एनी स्टन्ट डबल सो अभियसली वी अल नो द्याट मतलब उसको आफ्नो स्टन्टले गर्दाखेरि नै हुन्छ नि धेरै प्रख्यात भएको छ कि यो मान्छे अभियसली हि इज अ गुड लुकिङ गाई बट अब त 60 to 63 भयो त्यही भएर अलिकति तै पनि कमको त देखाएको छैन होइन अब अभियसली हामी यति यङ छौँ हामीभन्दा नि अझै पनि यता 60 to 63 मा पनि कति गुड लुकिङ देखिरहेको छ हामीभन्दा पनि सो अभियसली 60 to 63 मा पनि यतिको देख्नु अभियसली होला अब कति क्यामेराको डाइनामिकदेखि लिएर अब मेकअप ओभरल्याप सरी मेकअपले ओभरल्याप गरे हुन्छ कति कुराहरू अब कति कुराहरू त्यही त मैले भने जस्तै मेडिकल ट्रिटमेन्टदेखि लिएर सबै अब बोटक्स यताउति होइन प्लास्टिक सर्जरी यताउति होला बट भए पनि यतिसम्मको फिजिक्स यतिसम्मको बनाउनु यतिसम्मको हुनु मतलब इज अ मतलब आउटस्ट्यान्डिङ क्या रिमार्केबल के हामी त खै अब खुट्टा के अरे लट्ठी टेक्छौँ कि अब टम क्रुज त अझै पनि 60 to 63 मा नि कस्तो कुदिरहेको हुन्छ त्यही भएर यो कुराले चाहिँ मलाई इन्फ्लुएन्स हुन्छ क्या मलाई नि कुद्न मन लाग्छ मलाई पनि एकदम हुन्छ नि एकदम हाई स्ट्रङ हाई इन्थुजियाजम ल्याउन मन लाग्छ क्या मलाई नि कुद्न मन लाग्छ त्यही भएर म डेली कुद्छु क्या त्यो कुराले मलाई इन्सपायर गरेछ क्या टम क्रुजले गर्दाखेरि किन भन्दाखेरि जुन रनिङ एकदम एक त एक्सर्साइज पनि हो होइन किन भन्दाखेरि रनिङले हाम्रो सबै बडीलाई सर्कुलेट गर्नको लागि हेल्प गर्छ होइन रनिङ गरेपछि हाम्रो मतलब बडीको सबै ब्लडहरू मजाले सर्कुलेट हुन्छ सो फिजिक्स पनि राम्रो हुन्छ होइन अभियसली अब इन्टेन्सली गर्छ अझै टम क्रुजले त अझ झन् टम क्रुज त झन् इन्टेन्स रनिङ गर्छ इन्टेन्स वर्कआउट गर्छ इन्टेन्स वर्कआउट भनेको चाहिँ एकदमै हार्ड वर्कआउट क्या अब हामी त अलि त्यति गर्न सक्दैन गर्छु ट्राई गर्छु तर म पनि त्यति धेरै चाहिँ अब लगभग यस्तो हो एथलिटले मात्र गर्न सक्छ नि त इन्टेन्स वर्कआउटहरू जस्तो क्रिस्टियानो रोनाल्डो होइन सो यु गेट द पोइन्ट So I am very excited for this movie. I am definitely gonna go to the theater and I'm gonna watch this movie. Obviously there is no doubt. Obviously एकदमै intense एकदमै एकदमै भनौँ न डेथ डिफाइङ स्टन्ट डेडली स्टन्ट होइन यु नो एड्रेनालाइन रस वाट एभर द थिङ इट इज यो कुरा हुनेवाला छ सो त्यही भएर चाहिँ यो मुभी हेर्नलाई म एकदमै आतुर छु आई एम भेरी एगरली टु वाच दिस मुभी आई एम भेरी एक्साइटेड म एकदमै एक्साइटेड छु यो मुभी हेर्नको लागि सो वी विल गन सी दिस मुभी सो आई विल रेकमेन्ड यु टु गो टु दि योर नियरेस्ट थिएटर सो अब अभियसली आइम्याक्समा हेर्नु अझै 3D मा हेर्नु अझै दामी हुन्छ आइम्याक्स भने अझै अलि बबाले हो होइन 3D सम्म हेर्न पायो भने आइम्याक्स नेपालमा एभाइलेबल छैन क्या अरे आई थिङ्क त्यो कुनै बनेको छैन होला आइम्याक्स बट विल गन सी दिस मुभी यस